काम छैन एनी टाइम हर पल हर क्षण उसकै माया हुनुपर्छ कसैले खाना दियो भनेमा खुसी हुने खाना नदियो भनेमा रुनी हाल्ने मान्छे होइन म ईश्वरी भनेकी त्यस्तै हो गोर्खाको छोरी हो गोर्खाली केटी अब 3-4 करोड घर गाडी सुन लिएर डिभोर्स हान्दिने हाल्नुभयो रोडा पुऱ्याइदिनु भयो मलाई तपाईँ त ठिक छ नि अब मलाई त फेरि स्ट्रगल गर्नु पर्यो घडेरी किन्नु पर्यो होइन गाह्रो छ तपाईँ त खुसी छ नि कसैको फ्यामिली कस्तो छन् भने एक छा खाना दियो भने खुसी हुन्छ न अनि खाना नदिएनन् भने कुरा काट्दै हिँड्छन् गाइजहरू यस्ता पनि मान्छेहरू छन् तर त्यस्तो कहिले पनि हजुरहरू कहिले पनि त्यस्तो नगर्नु होला आफ्नो फ्यामिलीलाई सकेसम्म फ्यामिली मिलाउने कोसिस गर्नु छुट्याउने कोसिस कसैले नगराउनु आफ्नो पनि बच्चा छोरा छोरी छन् भोलिको दिनमा सबैले देख्न पाउन पर्छ देख्न सक्नुहुन्छ तपाईँ त लप्पर म्याम अहिले आफ्नो छोरा छोरी नाति नातिना हुन्छन् त्यसको लागि भने पनि हामीले राम्रो काम गरेर देखाउनु पर्छ शत्रुहरूको अगाडि म भने एउटा सच्चा गोर्खालीको छोरी हो म सच्चा मनको हो होइन कसैलाई नराम्रो सोच्दिनँ क्या सबैको राम्रो होस् भन्ने चाहने मान्छे हो म चाहिँ तपाईँको बोयफ्रेन्ड छ नि म्याम बोयफ्रेन्ड चाहिँ अब कति छ नदेखाएको पो हो त हाम्रो बोयफ्रेन्ड हुँदैन म केमा कमी छु मिस थ्याङ्क यू सो मच आई लभ यू हजुरको बोयफ्रेन्ड छ र भने बुढी मान्छे हो किन केमा के कमजोर देखाऊ फुल हाने फुल अन्डा प्रेम सर थ्याङ्क यू सो मच सानोलाई थ्याङ्क यू सो मच फुल हाने फुल टर्कराज आई मिस यू सर आई मिस यू नेपाल आएपछि भेट्नुपर्छ हजुर विदेशमा हुनुहुन्छ होला है तपाईँ त फाइल दर्ता गरेर डिभोर्सको पेपर दुनियाँलाई साथी बनाउनु थाल्नु है तपाईँ त हतारेर हामी त खै हामी त कोही पनि छैन न गर्लफ्रेन्ड नगएको फुल हान्नु भयो फुल कति हारे फुल थ्याङ्क यू सो मच बस औरा जोडेर हजुरलाई प्रणाम छ तर्कराजलाई चाहिँ फेरि पनि थ्याङ्क यू सो मच उडी चुप्प बिहे गर्छु हालिदिन्छु डिभोर्स म हजुरसँग बिहे गर्छु हो हजुर त्यस्तो चाहिँ अलि नभन्नु होला अब एउटासँग डिभोर्स भयो भने अर्कोसँग राम्रो हुन्छ भने छैन हेर्नु आइमाईको जिन्दगी हुन्छ नि आइमाईको जिन्दगी कहिले पनि राम्रो हुँदैन केटा होस् केटी होस् एउटासँग टुटेपछि सिद्धो नेपाली बुढो त रोडमा पुग्न लागिसक्यो हजुर अब करोडपतिको घरको मान्छे सजन सर थ्याङ्क यू सो मच हजुरलाई हरियो मकै ल्या मकै मैले त्यो घटना थाहा पाइसकेपछि म बोल्न पनि सकिनँ मेरो हात पनि काम्यो मोबाइल पनि समाउन सकिनँ अनि मैले होइन मैले आँट गर्नुपर्छ भनेर यसो हेर्दाखेरि एउटा मिडियामा आइसकेको रहेछ 4 बजे नै हजुर त्यो देखेपछि म यति विक्षिप्त भएँ त्यसपछि ज्वालाजीले हाल्नु भएको रहेछ अझै अधिकारी हो कि होइन भनेर हेर्दा ज्वालाजीले हाल्नु भएको रहेछ अनि मैले रियलै हत्या प्रकरणले लियो नयाँ रूप हत्या गर्न सघाएको कसुरमा थप 3 जना पक्राउ ऋतु बस्नेत र प्रकाश भुजेलमाथि पनि थप अनुसन्धान गर्न पीडित परिवारको माग दर्शकबिन नेपाली सेनामा कार्यरत आफ्नै श्रीमती ईश्वरी भुजेललाई बर्बरतापूर्वक हत्या गरेको रहेछ भन्ने भइसकेपछि मेरो हात खुट्टा काम्यो विक्षिप्त भएँ म त एकछिन रोएँ 2 घन्टासम्म हेर्नुहोस् मेरो फेसबुक मैले केही हाल्न सकिनँ केही गर्न सकिनँ कसैसँग बोल्न सकिनँ अनि 6 बजेपछि मात्रै मैले एउटा स्टाटस लेखेँ त्यो घटना मलाई लाग्छ कि त्यो हुनै सक्दैन भन्ने थियो क्या एउटा कमिला मार्न सकिँदैन एउटा रगत देख्दा हामी कति डराउँछौँ मान्छेको घाँटी कसरी रेट्न सक्छ अब हजुर 2 घन्टा विक्षिप्त भयो भन्नुभयो यस्तो घटनाहरू त घटेर आएको थियो यही घटनाले हजुरलाई बढी विक्षिप्त किन बनायो तपाईहरुलाई खुकुरीको चोट अचानकलाई थाहा हुन्छ भने जस्तो मलाई पटक पटक आक्रमण गरेका कुराहरू तपाईलाई थाहा छ भाग्यवश भनौं म बाँचिरहेको छु तपाईहरु सबैजनाको सपोर्टले गर्दा विशेष गरेर युट्युबका दाजुभाइ दिदीबहिनीहरुको कारणले कसुरमा नेपाली ब्रोलाई शनिबार नै प्रहरीले पक्राउ गरेको भए तापनि उक्त कार्यमा सहयोग गर्ने र हत्या गर्न उक्साउनेहरूलाई प्रहरीले खोजिरहेको छ यसै सिलसिलामा हिजो थप 3 जनालाई प्रहरीले पक्राउ गरेको छ पक्राउ पर्नेमा नेपाली ब्रोको प्रेमिका सहित अन्य 2 जना रहेका छन्
हत्यारालाई कडा कारबाही र हत्यामा संलग्नमाथि गहिरो अनुसन्धान गर्न माइती पक्षले कडा दबाब दिइरहेको अवस्थामा प्रहरीले थप 3 जना अभियुक्तलाई पक्राउ गरी कारबाहीको प्रक्रिया अगाडि बढाएको हो। हत्यारा तथा त्यसमा संलग्नलाई कारबाहीको प्रक्रिया अगाडि बढाउँदा ईश्वरी भुजेलले न्याय पाउने हुन् कि भन्ने अपेक्षा पीडित परिवारले गरेको छ। यद्यपि मुख्य अभियुक्तले हत्या स्वीकार गरिसकेको र सीसीटीभी फुटेज तथा भिडियोहरूबाट समेत प्रमाणित भइसकेकाले नेपाली ब्रोको हकमा भने जन्मकैद निश्चितै बनेको छ। यसका अलावा उनलाई हत्या गर्न उक्साउने, हात हतियार खरिद गरिदिनेहरूमाथि पनि थप कानुनी प्रक्रिया अगाडि बढाइएको छ। आउनुहोस् हेरौँ नेपाली ब्रोको श्रीमती हत्या प्रकरणमा को पक्राउ परेर उनीहरूको पृष्ठभूमि कस्तो छ। नम्बर 1, नेपाली ब्रोको प्रेमिका प्रतीक्षा आचार्य। दर्शकबिन, पीडित परिवारको जिकिर अनुसार नेपाली ब्रो लामो समयदेखि प्रतीक्षा